यति मिठो पकौडा कसरी बनाउनु आउनुहोस् मसँगै बनाऊ। सो गाइस बाहिर यति धेरै चिसो थियो होइन अनि मैले चिसोमा तब तातो पकौडा र चिया खाने सोच गऱ्यौँ र पकौडाको लागि चाहिँ मैले चाहिँ क्यारोट अनि त्यसपछि अनियन अनि हल्का पोटेटोलाई चाहिँ सानो मसिनो बनाएर राखेँ। त्यसपछि पिनट अनि त्यसपछि जिन्जर गार्लिकको पेस्ट कर्न कोरिएन्डर अनि त्यसपछि ग्रिन चिल्ली पाउडर राखेँ। त्यसपछि पकौडा बनाउनको लागि त बेसन त अफकोर्स चाहिन्छ नि। त्यसपछि बेसन राखेँ होइन मैले 3-4 स्पुन अनि राखिसकेपछि साइडमा राखेर मैले प्यान तताएर तेल हालेँ र तेल तातिन्जेल चाहिँ मैले चाहिँ अब त्यो अघिको साइडमा राखेकोलाई मिक्स गरेर अनि तेल तातिसकेपछि चाहिँ मैले यति मजाले के सानो सानो चुटुक पारेर पकौडा हालेँ। त्यसपछि मैले चिया बनाएँ र यति नै हो मेरो चिया र पकौडा यति मिठो भएको थियो होइन। देख्दै हजुरहरूलाई नि खाउँ लागेको होला। एनिवे थ्याङ्क यू फर वाचिङ सी यू इन द नेक्स्ट भिडियो।